गाइज आज चाहिँ विश्वकर्मा पूजा अनि असोजको 1 गते होइन टक्क लाएर हाम्रो शोभायात्रा अटो प्रालीमा चाहिँ विश्वकर्मा पूजा मान्नको लागि हामी चाहिँ तयारी गरिसकेको छौँ र सबै गाडीहरू चाहिँ सरसफाइ नै गरिसक्यौँ हामीले चाहिँ र अब चाहिँ हामी केही समयमा पूजाहरू चाहिँ स्टार्ट गर्छौँ भने अब आज चाहिँ विश्वकर्मा पूजा अब रिकन्डिसन ग्यारेज सबैको चाहिँ महान चाड जस्तै हो है। विश्वकर्मा यो अब सवारी साधन सम्बन्धी काम गर्नेहरूको लागि चाहिँ विशेष दिन पनि हो आज चाहिँ र त्यो भएको कारणले सबैले पूजा गर्नुहुन्छ। हामी पनि आज पूजाको प्रोसेसमा चाहिँ अघि बढिसकेको छौँ टक्क लाएर है र हामीले चाहिँ गाडीहरू सरसफाइ गरेर बर्नट खोलेर होइन पूजा गर्ने तयारी छौँ। कतिपय गाडीहरू चाहिँ ग्यारेजमै छ अनि हामी ग्यारेजमा पनि जानेछौँ केही समयमा भने अहिले चाहिँ अब यहाँ अफिसमा भएको गाडीहरूलाई चाहिँ टक्क बर्नटहरू खोलेर है रेडी पोजिसनमा ल्याइसकेको छौँ भने यहाँनिर एउटा दुईवटा गाडीहरूको बर्नट नै ओपन गर्न बाँकी नै रहेछ। यसको चाहिँ म आफै बर्नट ओपन गरिदिन्छु, मैले नै सबैको गरिरहेकै हो र यसको म बर्नट ओपन गर्नु पर्यो है। पोजिसनमा त लैजानु पर्यो नि त होइन, अलि प्याक ठाउँमै भएको कारणले गर्दाखेरि यो खोल्नलाई जानलाई चाहिँ अलिकति गाह्रै भयो। अहिले केही समयमा हामी खोल्नेछौँ है त। ल गाइज भिडियोलाई माया गर्नु होला, च्यानललाई सब्सक्राइब पनि गर्नु होला। यदि तपाईँहरूलाई चाहिँ सवारी साधन चाहिन्छ भने हाम्रो शोभायात्रा अटो प्राली हजुरहरूको लागि चाहिँ सेवामा चाहिँ समर्पित नै हुनेछ है। र जुनसुकै ब्रान्डको गाडीहरू नि हाम्रो अफिसमा अपडेट भएको छन्। तपाईँहरूलाई जुनसुकै ब्रान्डको गाडी चाहिन्छ भने नि हामीलाई सम्झिन सक्नुहुन्छ र हाम्रो बाहिर बाटोमा र पार्किङ स्पेसमा धेरै गाडीहरू छन्, सम्पूर्ण गाडीहरू देखाउनेछु है मैले चाहिँ है। र तपाईँहरूले चाहिँ सिधै कन्ट्याक्ट गर्न पनि सक्नुहुनेछ है मलाई चाहिँ है। मेरो फोन नम्बर चाहिँ मैले त्यहाँ तल साइडमा राखिदिएको हुन्छु। पूजाको लागि चाहिँ हामीले फुलमाला पनि रेडी गरिसकेको छौँ, टक्क यो फुलमाला बनाउँछौँ टक्क है। अनि त्यसपछि चाहिँ अनि हामी पूजाको प्रोसेसमा अघि बढ्छौँ है त। र हाम्रो विकास दाइ नै बिजी हुन थालिसक्नु भएको छ यहाँ, दाइहरू नै बिजी हुनुहुन्छ, सबैले आफ्नो आफ्नो डिपार्टहरू सम्हालिराख्नु भएको छ। त्यो नै हाम्रो एक तरिकाको सफलता कुरा नै हो है। ल है हाम्रो गोलीम्यान पनि यहाँनिर बसिराख्नु भएको छ। के छ गोलीम्यान? ठिक छ हो, ल ठिक छ है। अब एकछिनमा चाहिँ हामी टक्क पूजाको प्रोसेसहरू अगाडि बढाउनेछौँ है त। बाटोतिर नि गाडीहरू चाहिँ टन्नै छन् है। यो गाडीहरू सम्पूर्ण गाडीहरूको चाहिँ हामी विश्वकर्मा पूजाको दिन आज सबैको पूजा गर्नेछौँ गाडीहरूको है। र हामीसँग चाहिँ पार्किङ स्पेसमा त्यहाँ पर नै केही गाडीहरू छन् भने यो लाइनै छन्, यहाँनिर चाहिँ यो गाडीहरू टन्नै गाडीहरू छन्, धेरै गाडीहरू छन् र ग्यारेजतिर नि गाडीहरू छन्। र हामी चाहिँ अहिले पछि ग्यारेज पनि जानेछौँ होइन, ग्यारेजमा नि गएर हामीले चाहिँ भिडियो बनाउनेछौँ ग्यारेजमा भएको गाडीहरूको सम्पूर्ण गाडीहरूको भने हामीसँग यहाँनिर त्यो गाडीहरू पुरै लाइनमै बसिरहेको नि। आज चाहिँ हामीले सब गाडीहरूको विश्वकर्मा पूजाको दिन सबैलाई हामीले पूजा गर्नेछौँ, किनभने आज चाहिँ विश्वकर्मा पूजा महान चाड नै हो। सवारी साधनहरूको पूजा गर्ने मेन दिन भनेकै आज हो। त्यो कारणले चाहिँ दाइ नमस्ते, हाम्रो विशाल दाइहरू नै आइसक्नु भएको छ है। र तपाईँहरूले चाहिँ हाम्रो भिडियोलाई माया गर्नुहोस्, च्यानललाई सब्सक्राइब पनि गर्नु होला। र हाम्रो दिपक दाइ पनि यहाँनिर पूजा गर्नको लागि टक्क रेडी भएर चाहिँ गाडीलाई पूजा गर्दै हुनुहुन्छ। दिपक दाइ के छ नि हो? ल हाम्रो दाइको रिकन्डिसन नै यहीँनिर छ है। आज विश्वकर्मा पूजा साँझसुकै चाहिँ पूजा गर्ने कार्यक्रम चाहिँ अगाडि बढिरहेको छ है। टक्क लाएर हाम्रो यो चाहिँ अचित दाइको भयो भने यतापट्टि चाहिँ अनुप दाइ त्यहाँ बसिराख्नु भएको छ, अनुप दाइ र निखिल दाइको यता भने अब हाम्रा गाडीहरू चाहिँ यहाँनिर पार्किङ स्पेसमा बसिरहन्। पार्किङ स्पेसमा भएको गाडीहरू पनि देखाउनेछु है म। र अहिले ग्यारेजमा पनि जानुपर्ने छ। गाइज है भिडियोलाई माया गर्नुहोस्, च्यानललाई सब्सक्राइब पनि गर्नु होला। म चाहिँ यस्तै यस्तै भिडियो लिएर आउँछु। हाम्रो चाहिँ रिकन्डिसन शोभायात्रा अटो प्राली जुन चाहिँ विभिन्न ब्रान्डको गाडीहरू अपडेट भएको छन्। हामीसँग यहाँ ल्यान्ड क्रुजर 180हरू नि छ। त्यो गाडी सम्पूर्ण गाडीहरूको हामीले चाहिँ अहिले चाहिँ केही समयमा चाहिँ पूजाको सामग्री लिएर पूजा गर्ने प्रोसेसमा पनि जान्छौँ है त। र मैले चाहिँ अहिले यसो देखाइरहेको छु। र हामीसँग चाहिँ ग्यारेजमा पनि धेरै गाडीहरू छन्। अहिले हामी ग्यारेजतिर पनि लाग्नेछौँ भने हाम्रो भिडियोलाई चाहिँ माया गर्नु होला, च्यानललाई सब्सक्राइब पनि गर्नु होला है। ल गाइस अब हामीले चाहिँ थोरै डेकोरेसन नै गरिरहेछौँ है। हामीले जे सक्यौँ त्यो गरिरहेछौँ, सकेको गरिरहेछौँ गाइस है, यही नै हो। र तपाईँहरूले चाहिँ माया गर्नु पर्यो गाइस है, माया गर्नु पर्यो। एकदमै रेटमा गाडी आउँछ शोभायात्रा अटो प्रालीमा चाहिँ, एकचोटि चाहिँ अवश्य भिजिट गर्नु होला है। शोभायात्रा अटो प्राली चाहिँ भने यस्तो फ्रेस कन्डिसनको तपाईँलाई जुनसुकै ब्रान्डको गाडी चाहिन्छ भने नि हामी कहाँ चाहिँ विभिन्न ब्रान्डको गाडीहरू हुन्छ है। यहाँ चाहिँ तपाईँहरूले चाहिँ हाम्रो अफिस एकचोटि भिजिट गर्नुपर्ने हुन्छ है। त्यसको लागि चाहिँ अवश्य भिजिट गर्नु होला है। ल हामीले चाहिँ पूजाको सामग्रीहरू रेडी गर्दैछौँ। आज विश्वकर्मा पूजाको भएर चाहिँ टक्क लाएर यहाँनिर अब हामीले जे जान्यौँ त्यो गरिरहेछौँ। जानेकै गर्ने हो, नजानेको के गर्ने हो र होइन। त्यो भएर जानेको कामहरू चाहिँ अब जति जानेछौँ त्यति गरेछौँ।
तपाईँहरूले यसलाई चाहिँ हाम्रो भिडियोलाई सपोर्ट गर्नुहोला, माया गर्नुहोला, हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला है। आज विश्वकर्मा पूजा, सबैलाई विश्वकर्मा पूजाको हार्दिक मङ्गलमय शुभकामना है त। गाइस हाम्रो पूजाको प्रोसेस चाहिँ अघि बढिसकेको छ होइन। अब टक्क लाएर हामी चाहिँ सामग्रीहरू बोकेर सो जे जान्यौँ त्यो गरिरहेछौँ है। आज विश्वकर्मा पूजालाई चाहिँ हामीले अब हाम्रो चाहिँ अब कामै यही विश्वकर्मा सम्बन्धी हुने भएर चाहिँ एकदम व्यापक रूपले मनाउन खोजिरहेछौँ। प्रयास प्रक्रियामा छौँ भने अब टक्क लाएर यहाँनिर पहिला चाहिँ अफिसभित्र चाहिँ हामी बडो स्टार्ट गर्छौँ है पूजा चाहिँ। यहाँनिर हाम्रो चाहिँ लक्ष्मी हुनुहुन्छ। यता हुनुहुन्छ अनि अब टक्क पूजाको कार्यक्रम सबैलाई हामीले एकदम मानिरहेछौँ, मान्नै पर्छ आजको दिनमा र सधैँ मान्ने मान्छे हामी भने अब टक्क हामी पूजाको कार्यक्रम चाहिँ अघि बढाइरहेछौँ है। अब ट्याक्क त्यहाँ राख्ने, नमस्कार गर्ने प्रोसेसमा जाने। टक्क हाम्रो चाहिँ आज मेरो गिटार बसिरहेछ बिग्रेर। आउनुहोस् न, तपाईँ क्यास गर्ने होइन? ल आउनुहोस्, मिलाएर गरिदिनु ल सर। ए बुटोलबाट आउनुपर्ने। तपाईँले टिकटकमा हेर्नुभयो कि युट्युबमा? ए टिकटकमा हेर्नुभएको। तपाईँ क्यास गर्ने भने 950सम्म गरिदिनु ल सर। ओके सर, ओके। मेरो टिकटकलाई फलो पनि गरिदिनु होला है। हस्, थ्याङ्क यू सर, थ्याङ्क यू। आउनु न, मिलाइदिउँ न रेट त। ओके ओके सर, हस् हस्। अनि यो रातो छैन, रातो र पहिले टक 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 वरिपरि छ नि, तल गएर त्यो विश्वकर्मा बाबाको लिएर आइ त, यहाँबाट पूजा गरेर तल लगेर राख्नु। हातले छेक्यो सबै आउने त्यो विश्वकर्मा बाबाको फोटो। ल म चाहिँ विश्वकर्मा बाबाको फोटो लिन गइरहेको छु। हाम्रो चाहिँ माथि पूजा भइरहेको छ, टक्क पूजा गरिराख्नु भएको छ सबैजनाले भने अब यहाँ फोटो यता छ है। जय विश्वकर्मा बाबा भन्दै म टक्क अब फोटो बोकेर हिँडिरहेको छु हाम्रो विश्वकर्मा बाबाको भने। अब हामीले यहाँनिर टक्क फोटो देखाउँछौँ, उहाँ पूजा गर्छौँ है, त्यही नै हो। ल यता देखाउँदै फोटो, विश्वकर्मा बाबाको फोटो उहाँलाई पूजा गर्छौँ भने। ल ठिक छ, केही छैन, जानेको गरौँ टक्क लाएर। त्यही त गाइस, अब यहाँनिरको हामीले पूजा आजा गरिसकेको छौँ विश्वकर्मा पूजाको। विश्वकर्मा पूजालाई चाहिँ यहाँनिर लड्डु नि खुवाइसकेको छ होइन। टक्क लाएर अब तल गएर प्रत्येक गाडीहरूको पूजा गर्नेछौँ है त हामी चाहिँ। अनि यतापट्टि नै प्रोसेस चाहिँ भइरहेछ पूजाको प्रोसेस यतापट्टि लाएर यहाँनिर भइरहेछ भने हाम्रो दिपक दाई नै आइसक्नु भएको छ यहाँ। सब डकुमेन्टहरूमा गरेर दिपक दाई नमस्ते। फाइनली आज मैले चाहिँ हाम्रो चाहिँ पनि हामीले हाम्रो यो
प्रिन्टर मेसिनदेखि लिएर ल्यापटप कम्प्युटरहरू अनि हाम्रो चाहिँ डकुमेन्ट हुने ठाउँहरू सबै पूजा गरिसकेको छौँ होइन। अब तल गएर गाडीहरूको चाहिँ प्रोसेस अगाडि बढाउँछौँ है त। हामीले जानेको चाहिँ भरपुर गरिरहेछौँ है गाई चाहिँ। कमेन्ट गर्नुहोस्, भिडियोलाई माया गर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस् अनि एकदम सुपथ मूल्यमा शुभयात्रा अटो प्रालीबाट गाडी लिनुहोस् है त। ल अब यहाँनिर टक्क बत्ती बालेर हामी अघि बढ्दैछौँ। प्रोसेस हाम्रो अघि भइरहेछ है टक्क लाएर होइन। आजको क्यामेराम्यान चाहिँ म नै हो। हाम्रो बहिनी त्यहाँ हुनुहुन्छ। सबैले भिडियोलाई माया गर्नु होला है। हुन्छ हुन्छ हुन्छ। यहाँनिर चाहिँ हामीले यस्तरी बालिरहेको छौँ है। अब टक्क लाएर बालिसकेपछि चाहिँ अब लाइटर केही समयमा पड्किने तयारीमा छ। रेगुलर बलेको बले भएछ। ओ नो। सबको स्टार्ट गर्दै लगाइ चाहिँ आज चाहिँ मेरो काम छ भिडियो खिच्ने अनि घन्टी बजाउने छ। त्यो भएको कारणले दिपक दाई दुईजना दिपक दाई आउनु भएको छ। अब हामी बाहिर निस्किँदैछौँ। फर्स्टमा चाहिँ हामीले अफिस पूजा गऱ्यो भने अब चाहिँ बाहिरबाट चाहिँ बाहिर भएको गाडीहरू सम्पूर्ण गाडीहरू पूजा गर्दै आउँदैछौँ। सिमु सर आउनुहोस् त। अब टक्क हामी मेरो काम चाहिँ घन्टी बजाउने। लगाइ चाहिँ अब हामी टक्क अब बाहिरबाट स्टार्ट गर्छौँ है। जुन भित्र पूजा गऱ्यौँ अनि भित्र पूजा गरिसकेपछि चाहिँ भित्र चाहिँ हामीले अफिस मात्रै पूजा गरे अब फर्स्टमा चाहिँ भने अब टक्क लाएर फर्स्टमा चाहिँ बाहिर भएको गाडीहरूलाई पूजा गर्छौँ भने अनि त्यसपछि चाहिँ आएर चाहिँ हामी फेरि भित्र भएको गाडीहरू सम्पूर्ण पूजा गरेर रोटेसन पूजा गर्छौँ है। अब यो चाहिँ कन्टिन्यू रेगुलर हुनेछ भिडियो पनि होइन। टक्क लाएर हामी फर्स्टमा अगाडि जान्छौँ पूजा गर्छौँ है। हाम्रो सङ्ख्या यसरी अघि बढिरहेको छ। क्यामेराम्यान हेलो हेलो दिदी। मेरो काम चाहिँ घन्टी बजाउने गाइस। अब टक्क लाएर हामी अघि गइरहेछौँ होइन। टक्क हाम्रो अचित दाई अनि लगायतका हाम्रा विभिन्न दाईहरूको चाहिँ यहाँ पूजा गरिसक्नु भएको छ। के हाम्रो नमस्ते रिकन्डिसन हाउसले हामी अब यहाँ पार्किङ स्पेसबाट टक्क पहिला पूजा गर्छौँ दाइ होइन। अनि टक्क गर्दै गर्दै भित्र गएर हामी फर्स्टमा चाहिँ अफिसभित्र पूजा गऱ्यौँ यता पूजा हामी। अब चाहिँ 180 ल्यान्ड क्रुजर 180 गर्छौँ हामी फर्स्टमा पूजा है। यहाँको 180बाट कुरा गर्छौँ है। जापानिज गाडी स्टार्ट गर्छौँ होइन। टक्क लाएर होइन। जय श्रीराम जय विश्वकर्मा बाबा। टक्क अब चाबी लिएर हामी स्टार्ट गर्दैछौँ। क्रुजर 180 को चाबी बल्ल ओपन हुँदैछ है। क्रुजरको चाबी चाहिँ अफिसमा छुटेछ। यो चाबी हो जस्तो लागेर लिएर गइरहेको छौँ हामी। 1994 को गाडी अहिले पनि यस्तो बवाल कन्डिसनमा छ। अरू गाडीहरू 20 मोडलको जस्तो कन्डिसनमा छ त्यो गाडी। त्यो त अघि बढिसकेको छ है। अब टक्क लाएर होइन। अब स्कर्पियोको पालो आइसकेको छ पूजा गर्ने। हामीले स्कर्पियो पूजा गर्दैछौँ यहाँनिर टक्क लाएर होइन। अब टक्क हामीले केही न केही पूजाहरू गर्नेछौँ यसरी रमाइलो पनि गर्नेछौँ। त्यही नै हो भट्टाभट्टी रेडीको के अरे रेडी गरे नरिवल फुटाउने कार्यक्रम भइरहेको है यहाँ। कहाँनिर फुटाउने भनेको यो टायरमा हानेर फुटाउनु। टायरमा फुट्छ एककै सर्टमा। ल अब हामी एक्सआर बाइक पूजा गर्छौँ यहाँनिर। यो एक्सआर चाहिँ एकदम दामी पनि छ है।
मेन चाहिँ के हो नि बाटोमा हिँड्दा हिँड्दै सबै हाम्रै चलाउने बेला त कोही निस्किँदैन होलसेलमै गर्दा ठिकै हुन्छ चाहियो क्या भाउजू बाँध्नु न उयो भागो बाँधिन्छ दिदीको हो त्यो यो एएनएस कुनै गरौँ यसलाई एएनएस एकछिनै छ खोइ भाउजू बाँधेन क्या हो गाडीमा मात्रै बाँध्नु ए विश्वकर्मा बाबा तिमी देउला तिमी देउली चाँडै भोलि नै बिहे गर्न भान्जा कहाँ गयो आज ताला बाँध्न बाँकी छ जस्तो है पुग्छ पुग्छ मेरो एसेन्ट हो है मेरो पर्सनल युजमा काम दिने लगभग आज चाहिँ हामीले बाहिरको गाडीहरू चाहिँ सम्पूर्ण गाडीहरूलाई चाहिँ पूजा गरिसकेको छौँ र अब चाहिँ अफिसभित्र गाडीहरू पूजा गर्ने प्रक्रियामा चाहिँ छौँ भने हाम्रो सोरुमको डिस्प्लेमै चाहिँ यहाँनिर हामीले डस्टर गाडीबाट चाहिँ स्टार्ट गर्दैछौँ है र हाम्रो भिडियोलाई माया गर्नुहोला च्यानललाई सब्सक्राइब पनि गर्नुहोला टाटा नेक्सन गर्छौँ त्यसपछि हामी क्रमशः सबै गाडीहरू पूजा गर्दै जानेछौँ है र आज चाहिँ हामीले अब हाम्रो अफिसमा सबै भिडियोहरू बनाउँदै हुनुहुन्छ उहाँहरूले भिडियो सरी है उहाँहरूले चाहिँ सबै गाडीहरू पूजा गर्दै हुनुहुन्छ र मैले चाहिँ यस्तो सबै गाडीहरू के कति छन् त कसरी गरिरहेको छ भनेर देखाउन गइरहेको छु है सबैले माया गर्नुहोला च्यानललाई सब्सक्राइब पनि गर्नुहोला भने हामी सोच्यो अब यहाँनिर अब टक्क लाएर हामीले यहाँनिर थोरै सानो स्पेस निकालेका छौँ अनि टक्क है यस्तो भइरहेछ तपाईँहरू एकचोटि चाहिँ हाम्रो यो शोभायात्रा टुक्राली अवश्य भिजिट गर्नु होला है एकदमै रेटमा गाडीहरू आउँछ हाम्रो अफिसमा चाहिँ र भोलिको दिनमा तपाईँहरूले बेच्नु पर्यो भने नि कुनै टेन्सन हुँदैन है त्यसको लागि हामी 100% रेडी पोजिसनमै हुन्छौँ र तपाईँहरूको मन पनि दुखाउने छैनौँ हामीले चाहिँ भने तपाईँहरूलाई चाहिँ एकदमै हजुरहरूको चाहिँ मन खुसी बनाएर हामीले फेरि नै रिटर्न दिनेछौँ है हजुरहरूले बेच्नु प्रोसेस हुनुहुन्छ भने चाहिँ हामी सरलेको गाडी चाहिँ हामी विभिन्न कम्पनीका गाडीहरू पूजा गर्दै गर्दै अहिले अमेरिकन ब्रान्ड फोर्ड इको स्पोर्ट पूजा गरिसकेर अर्को इको स्पोर्ट पूजा गरिसकेर अमेरिकालाई बिदा गर्दै हामी कोरियातिर प्रस्थान गरिसकेका छौँ कोरिया पछि हामी उता इन्डियातिर जाँदैछौँ इन्डियन अगाडि चाहिँ ड्याटसनको गो गाडी रेडी गो छ भने पछाडि अल्टो छ है त नानी बाबुहरू उहाँलाई हामी प्रसाद ग्रहण गर्दै हामी पछाडि अर्को गाडीतिर हामी चाहिँ प्रस्थान गरौँ अलि उता जाऊ ल बाबु अब कोरियाको ह्याचब्याक गाडी पछि एकदमै लग्जरियस कोरियन ब्रान्ड सँगसँगै अमेरिकन ब्रान्ड दुईटा गाडीको चाहिँ पूजा गर्न गइरहेछौँ कृपया हाम्रो भिडियोलाई साथ दिनु होला है त जय बाबा विश्वकर्मा भन्नुहोस् सबैजनाले जय बाबा विश्वकर्मा रियल हो क्या रियल यता आऊ इन्डियातिर जाउँ हामी इन्डियामा आऊ
आज चाहिँ हामी अब फिनिसिङ पोइन्टमा आइसक्यौँ हाम्रो अफिसको सबै अब पूजाआजा सबै गरिसकेको छौँ अब चाहिँ हामी अब प्रसाद खाने यताउता अब खाने बस्ने रमाउनेमा जान्छौँ र केही समयपछि चाहिँ हामी ग्यारेजतिर पनि जान्छौँ भने आजको भिडियोलाई चाहिँ म यति एन्ड गर्न चाहन्छु हस् त धन्यवाद है त।